यहाँले काम गर्दा गर्दै पढ्नुभयो है कुन लेभलबाट चाहिँ काम गर्न थाल्नुभयो पढ्दै काम गर्दै गर्नुभयो यता सिनेमातिर हजुर म पहिला चाहिँ साइड डान्सर हुँदै काम गरेँ हो हजुर म कति 59-60 सालदेखि यो क्षेत्रमा निरन्तर छु डान्स सिक्दै बिहानको मेरो पढाइ थियो बिहानको पढाइ पढ्दै दिउँसो डान्स सिक्दै अनि यता सुटिङवाला सुटिङ पनि जाँदै गर्दै पढ्दै सुटिङ गर्दै गरेँ यो एलएलबी गर्दा पनि यहाँले बिबिएस गर्दा पनि काममा पनि सक्रिय नै हुनुहुन्थ्यो हो त्यो बेला त म यता म्युजिक भिडियोतिर व्यस्तै थिएँ त्यो समयमा अब टाइम निकालेर आफूलाई समय भएको टाइममा चाहिँ काम नभएको समय आफ्नो टाइम छुट्याएर त्यो समय व्यवस्थापन गर्नको लागि समय पुर्याउनको लागि सकिँदो रहेछ चाह्यो भने अब त्यो इच्छा राख्यो भने चाहिँ नसकिने कुरा केही पनि रहन्छ सकिन्छ त्यो सम्भव छ कस्तो विद्यार्थी हुनुहुन्थ्यो यहाँ आफूलाई कस्तो विद्यार्थी हो भन्ने लाग्छ यहाँलाई विद्यार्थी जीवनमा अब स्कुल लाइफमा कुरा गर्नु भने चाहिँ म त्यो धेरै त्यो अध्ययन गर्ने मान्छे चाहिँ होइन म यता एक्स्ट्रा एक्टिभिटीतिर भाग लिने भएको कारणले गर्दा चाहिँ अब पढाइभन्दा पनि बढी यतातिर ध्यान दिएँ अब अरूले हेर्दा चाहिँ मलाई फर्स्ट बाई नै हो भनेर सोध्नुहुन्थ्यो जस्तै टिचिङ प्र्याक्टिसबाट आउने म्यामहरू हुन्थ्यो सरहरू हुन्थ्यो उहाँले चाहिँ तपाईँ फर्स्ट हो यहाँको भन्नुहुन्थ्यो होइन भन्दाखेरि उहाँ अचम्म पर्नुहुन्थ्यो अब पढाइमा त्यो धेरै भएन ठिकै पढाइ सँगसँगै यता एक्स्ट्रा एक्टिभिटीतिर भाग लिँदाखेरि चाहिँ ठिकै थियो पढाइ त्यो धेरै वाउ पनि होइन त्यो ऊ पनि होइन तर टिचर शिक्षकहरूको चाहिँ प्यारो नै हुनुहुन्थ्यो होला जहाँसम्म लाग्छ हो त्यो बेला अब त्यो गीत सङ्गीतसँग जोडिएर रहिरहँदा अब त्यो नृत्यसँग जोडिरहँदा चाहिँ अलिकति सरहरूको अलिकति म्यामहरूको र साथीभाइहरूको अलिकति माया चाहिँ अलिक बढी नै पाइँदो रहेछ त्यो चाहिँ फिल भइरहेछ अहिले भनेपछि एक्स्ट्रा एक्टिभिटिज त यहाँको गीत गाउने अथवा डान्स गीत सङ्गीत डान्समै नै हुन्थ्यो होला हो डान्समै हुन्थ्यो पहिला चाहिँ सुरुमा गीत गाउँथेँ पछि चाहिँ म अब नृत्य सिक्दै गर्दा नृत्य सिकाउने त्यो स्कुलको प्रोग्राममा हुँदा भाग लिने अरूलाई सिकाउने हुँदै स्कुल लेभल कलेज लेभल हुँदै गयो पछि पनि सिकाउँदै थालेँ त्यसै गरी नै जिन्दगी त्यहाँबाट त्यो दिनहरू बित्दै गए त्यहाँबाट सिक्न पनि पाइयो सिकाउँदै पनि गयो कुनै क्षण छ त्यस्तो स्कुलको सम्झिन लायक यहाँको स्कुल लेभलमा चाहिँ त्यस्तो सम्झिन सबै क्षण नै सम्झिन लागेको क्षण छ जहाँ अब यो एक्स्ट्रा एक्टिभिटिजमा भाग लिँदा अब राम्रो स्थान हासिल गर्नुभएको अथवा सबैबाट माया पाउनुभएको त्यस्तो छ मलाई त्यो अलि याद आउँछ उहाँ चाहिँ हाम्रो लयर नै हुनुहुन्छ सर म कति 8मै पढ्दाखेरि त्यो वक्तित्व कलामा भाग लिँदाखेरि म फर्स्ट भएको थिएँ क्या अनि त्यो बेला सरले मलाई के भन्नुभएको थियो भने यसै गरी पढाइमा पनि राम्रो भयो त कति राम्रो हुन्थ्यो भनेर सम्झेँ अहिले पनि सम्झिन्छु म त्यो बेला अब जस्तै त्यो बेला चाहिँ त्यो जुन मा एक्स्ट्रा करिकुलममा भाग लिए पनि फर्स्ट नै हुन्थ्यो क्या म या नृत्यमा होस् या गायनमा होस् या एक्स्ट्रा अरू त्यो वक्तित्व कला होस् त्यस्तो हुन्थ्यो त्यो बेला त्यो चाहिँ सम्झिन अहिले पनि सम्झिँदाखेरि चाहिँ सरले त्यसो भन्नुभएको थियो भनेर याद आइरहन्छ लयर सरले भन्नुभयो यहाँले उहाँले भनेकै कारण चाहिँ यहाँ ल पढ्नुभयो कि होइन मेरो ल पढ्ने चाहिँ भयङ्कर पहिलेदेखि नै इच्छा थियो अनि अब समय मिल्ला थिएन अब त सुटिङ पनि तिर पनि व्यस्त थिएँ अनि पछि टाइम निकालेर ल चाहिँ एकदम पढ्ने इच्छा क्या कस्तो हुन्छ पढौँ भनेर पढेको अब उहाँले अहिले हेरिरहनु भएको छ हेर्नु भयो यो उहाँसम्म पुग्यो भने चाहिँ उहाँलाई के भन्न चाहनुहुन्छ जो सरले यहाँलाई यसरी नै पढे पनि हुन्थ्यो भन्नुभएको थियो यहाँलाई सरसँग भेट भइरहेको हुन्छ अस्ति पनि भेट भएको थियो अब सरले चाहिँ सरको आशीर्वाद सरको माया सद्भावले जति गर्न सकेँ जति सिक्न सकेँ जति आजसम्म गरेको छु त्यो हजुरकै माया आशीर्वादले हो भन्न चाहन्छु अहिले जस्तो अब पढ्नु नै पर्ने रहेछ पढाइले नै मात्र पढेर मात्र गर्न सकिँदो रहेछ भने जस्तो लाग्छ कि यहाँलाई पढ्ने भन्दा पनि काम व्यवहार र स्किल्सले नै पनि गर्न सकिन्छ भन्ने लाग्छ के लाग्छ यस्तो छ स्किलमा पढाइ भयो भने सुनमा सुगन्ध हुन्छ पढाइ मात्रै भएर पनि भएन त्यसमा स्किल पनि आवश्यक पर्छ दुइटै परिहारै छ स्किल सहित पढाइ भयो भने त्यसमा सुनमा सुगन्ध हुन्छ पढ्नु चाहिँ पर्छ अब मलाई लाग्छ कि अहिले म क्लास 6-7देखि पढाइदेखि नै यो क्षेत्रमा रहिरहँदा बिचमा पढाइ छुट्याएपछि चाहिँ के हुन्थ्यो भनेर म बेला बेला झर्सँग चाहिँ हुन्छु पढाइ एकदम आवश्यक छ अब यहाँ स्कुल लाइफबाट विद्यार्थी जीवनबाट होइन अघि पनि भन्नुभयो डान्समा अथवा गीत सङ्गीतमा नै पार्टिसिपेट भइरहनुहुन्थ्यो कलाकार नै अथवा हिरो नै बन्न मन लागेन किन निर्देशनतिर जानुभयो यहाँ यस्तो भयो के भयो भने पहिलादेखि नै त्यो अभ्यास भएन कि हिरो बन्ने किन भएन भन्दाखेरि म साइड डान्सर नाच्थेँ र डान्स सिकाउँदै पनि अनि त्यो नाचिरहँदा चाहिँ अब म निर्देशक बन्नुपर्छ म एउटा डान्स डाइरेक्टर बन्नुपर्छ या म फिल्म डिरेक्टर बन्नुपर्छ भनेर लागिरहँदा चाहिँ पछि म डिरेक्टरै बन्छु भनेर कन्सिभै गयो त्यो सिकाउने हुँदाहुँदै अब सिकाउनुपर्छ भनेर नै लाग्यो अनि त्यो सिकाउनेतिर नै लाग्दाखेरि निर्देशक भयो यहाँले 300 बढी म्युजिक भिडियोहरू पनि डिरेक्ट गर्नुभएको छ निर्देशन गर्नुभएको छ प्लस एउटा चलचित्र पनि निर्देशन गर्नुभएको छ
पहिलो म्युजिक भिडियो निर्देशन गर्दाको अनुभव चाहिँ कस्तो रह्यो यहाँको? यस्तो थियो, त्यो पहिलो म्युजिक भिडियो चाहिँ हाम्रो खेमराज तिवारीको एउटा गीत थियो होइन, उहाँको गीत गरेको थिएँ। त्यो सम्झिँदा चाहिँ पहिला म असिस्टेन्ट गरिरहेको थिएँ, कसैको सिकिरहेको थिएँ। अब भने अब त्यो एकैचोटि डाइरेक्सन गर्न चाहिँ उहाँले ठुलो एउटा चाहिँ रिस्क लिएर दिनुभएको थियो, ताकि त्यो भिडियो राम्रो पनि भयो, पछाडि फर्केर हेर्नु परेन। अहिले पनि उहाँसँग भेट हुन्छ, उहाँले पनि गीत सङ्गीतमै हुनुहुन्छ, उहाँ खुसी हुनुहुन्छ, उहाँलाई धन्यवाद पनि भन्छु बेला बेला। तपाईँले गर्दा यो क्षेत्रमा छु, म आज निर्देशक बनेको छु, तपाईँले माया गरिदिनु भयो भन्ने जस्तो कुराहरू गर्दाखेरि खुसी हुनुहुन्छ। जस्तो त्यो पहिलोमा गर्दा अलिकति रिस्क लिएको जस्तो पनि हो, पहिला पत्याउँदैन थियो, कसैले पनि पत्याउँदैन थिएँ। अब कसैलाई भिडियो गर्न दिनुभन्दा बरु म रिस्क म आफै कभर गर्छु, भिडियो दिनुहोस्, मन परेन भने म तपाईँको पे गर्छु पनि भनेको छु मैले धेरै कम्पनीहरूलाई। पछि उहाँले दिनुभएको थिएन, उहाँले त्यो रिस्क लिएर मलाई काम दिनुभयो, त्यो ठुलो कुरा हो नि त्यो त एकदमै। यहाँलाई डर चाहिँ थियो कि थिएन अब त्यो सफल हुन्छ या हुँदैन भन्ने? एक किसिमको उहाँको लगानी डुब्ला भन्ने चाहिँ डर चाहिँ हुन्छ, किनभने अब त्यतिखेरको लगानी भनेको चाहिँ ठुलो लगानी हो क्या, तपाईँको 50-60 हजार 1 लाख रुपियाँ लगानीमा भिडियो बन्थ्यो। त्यो लगानी चाहिँ अब कसरी आर्जन गर्छन् उहाँहरूले, कहाँबाट ल्याउँछन्, खोजेर ल्याउँछन् कि कहाँ ल्याउँछन् भन्ने हुन्थ्यो नि त। त्यो कुराले गर्दा चाहिँ अलिकति त्यो रिस्क कभर गर्न सकिएन भने चाहिँ उहाँलाई आर्थिक अप्ठ्यारो पर्छ भन्ने लागेको थियो। तर उहाँहरू त्यो हुनुहुन्थ्यो, राम्रो हुन्थ्यो भन्ने उहाँहरू ढुक्क हुन्थ्यो। त्योभन्दा अगाडि मैले गरेका कामहरू उहाँले हेरिरहनु भएको थियो। जस्तो अब केही गर्नको लागि रिस्क लिनुपर्छ भन्ने उदाहरण चाहिँ भयो होइन? रिस्क लिनु पर्यो, रिस्क नलिँदा हाई रिस्क हाई गेन नि, रिस्क नलिए केही हुँदैन। त्यो रिस्क लिएरै अहिले सफल हुँदैछु, सफलताकै बाटोमा सफल भइरहेको जस्तो लाग्छ। त्यो टाइमले नै अहिले सिकिरहने एउटा समय भएको छ, सिक्ने कुरा वातावरण बनेको छ। अब यो म्युजिक भिडियो पछि यहाँले अब चलचित्रको निर्देशन पनि गर्नुभयो, पहिलो निर्देशन वान साइड लभमा गर्नुभयो होइन? अब म्युजिक भिडियोबाट चलचित्रमा फड्को मार्दाखेरि अब त्यो जिम्मेवारी, त्यो परिवर्तन गर्नुपर्ने कुराहरू चाहिँ कस्तो महसुस गर्नुभयो यहाँले? यस्तो भयो, त्यो बेला म भिडियोमा नै अलिक बिजी थिएँ, सिनेमा गर्ने सोच चाहिँ धेरै थिएन। अब हाम्रो निर्माता कपिल खत्रीजीले चाहिँ एउटा सिनेमा गर्नु पऱ्यो भन्नुभयो। अब त्यो बेला चाहिँ एकतर्फी माया गर्ने भयङ्कर ट्रेन्ड थियो क्या, एउटा केटा एउटा केटाले केटीलाई माया गर्ने, एउटा केटीले एउटा केटालाई माया गर्ने, त्यो चाहिँ एउटा बजारमा के थियो भने सुसाइडसम्म गर्ने कुराहरू पनि थियो क्या। त्यसले त्यो कुरालाई थोरै यो सिनेमा चाहिँ हामीले दर्शाउनुपर्छ भन्ने लागेर अनि त्यो सिनेमा बनाउँ भन्नुभयो। त्यो ठिकै पनि लाग्यो सब्जेक्ट, अनि त्यो बेला त्यसपछि सिनेमा गऱ्यो, त्यो ठिकै भयो, त्यो बेला राम्रै भएको थियो। अब यस्तो म्युजिक भिडियोहरूको निर्देशन गरिरहनु भएको अलिकति छोटो समयमै एउटा कथा हुन्छ जुन म्युजिक भिडियोमा सकिन्छ, चलचित्र त अलिकति लामो नै हुने भयो होइन? त्यो गर्नको त्यो फरक चाहिँ कस्तो पाउनु भयो यहाँले? फरक त ठुलो फरक थियो। म्युजिक भिडियो सानो क्यानभासमा बन्छ भने सिनेमा त ठुलो क्यानभासको हो, त्यसमा सबैको आफ्नो। अब यो त म्युजिक भिडियो त जम्मा 5 मिनटमा हुन्छ, एकै दिनमा सके पनि भयो, 2 दिन लागेर सकेन भयो। त्यो सिनेमा त मिनिमम 30 दिन 35 दिन लाग्छ, जिम्मेवारी पनि ठुलो हुन्छ। अब सिनेमा हलसम्म आइपुग्दा ठुलो रिस्क हुन्छ, ठुलो चाहिँ तपाईँको चाहिँ जिम्मेवार हुन्छ। अब म्युजिक भिडियोमा जिम्मेवार हुन्न, क्यानभास ठुलो छ, त्यसमा ठुलै जिम्मेवार हुन्छ। यहाँले अभिनेता राजेश हमाल जो सबैको नेपालीहरूको आदरणीय र लोकप्रिय पनि हुनुहुन्छ, उहाँसँग दर्जनौँ गीतहरूमा, उहाँले अभिनय गरेका दर्जनौँ गीतहरूमा यहाँले निर्देशन गर्नुभयो होइन? उहाँसँग सहकार्य गर्दा सहकार्यमा चाहिँ उहाँलाई कस्तो पाउनुभयो यहाँले, कस्तो रूपमा लिनुहुन्छ? उहाँ हाम्रो आदर्शको पात्र महानायकजी हुनुहुन्छ होइन? उहाँसँग काम गर्नु पाउनु एउटा मेरो चाहिँ ठुलो अभाग्य हो, किनभने हिजोको दिनमा उहाँलाई भेट्न पाए पनि कस्तो हुन्थ्यो, टिभीमा देख्न पाए कस्तो हुन्थ्यो भन्ने व्यक्ति म परेँ होइन? आज उहाँसँगै सहकार्य गर्न पाउनु त एउटा ठुलो अभाग्यको कुरा हो। उहाँसँग लगभग 1 दर्जनभन्दा माथि म्युजिक भिडियो गर्ने अवसर पाएको छु सँगै, त्यो एकदम मेरो लागि चाहिँ अभाग्यकै कुरा हो। जस्तो उहाँलाई अब स्क्रिनमा देख्दा भेट्न पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो भन्नुभयो, जुन अब त्यो देख्दा र अब सँगै सहकार्य गर्दा भेट्दा चाहिँ उहाँमा कस्तो फरक पाउनुभयो? उहाँ यस्तो छ, उहाँको चाहिँ एकदम राम्रो बानी लाग्छ मलाई। यो चाहिँ के छ भने उहाँ एकदम डाउन टु अर्थ, एकदम मिलनसार, ज्ञानको भण्डार, अनि सबैसँग एकदम मिल्न सक्ने मिलनसार भनिहालेँ होइन? अब ज्ञानको खानी उहाँसँग 2 दिन 2 रात 2-5 दिन बसेर यसरी गफ गर्दा पनि अझै कम लाग्छ। धेरै कुराहरू उहाँसँग सिक्न पाइन्छ। उहाँ चाहिँ मलाई चाहिँ त्यो ज्ञानको भण्डारै लाग्छ उहाँ। यहाँले पल शाहले अभिनय गर्नुभएको धेरै भिडियोहरूमा पनि निर्देशन गर्नुभएको छ, उहाँलाई चाहिँ कसरी लिनुहुन्छ, कसरी चिन्नुहुन्छ यहाँले? उहाँ एकदम प्रड्युसरलाई माया गर्ने एउटा नायक हुनुहुन्छ होइन? अब प्रड्युसरलाई माया गर्नुहुन्छ, उहाँले आफूले गरेका कामहरू चाहिँ प्रचार प्रसार गरेर हुन्छ कि अनि आफूले चाहिँ के गरेर हुन्छ, कसरी चलाउन सकिन्छ भनेर एकदम आफूले दिलो ज्यान लाग्नुहुन्छ र एकदम मिलनसार पनि हुनुहुन्छ।
र सबैलाई माया गर्नुहुन्छ र एउटा गीतलाई एउटा सङ्गीतलाई अझै बढी विशेष माया गर्ने व्यक्ति एउटा म्युजिक भिडियोको त उहाँको त एकदम सुपर हिरो नै भन्नुपर्छ म्युजिकको राम्रो मोडल। सो अहिले निर्देशनको दौरानमै धेरै कलाकारहरूसँग यहाँले सहकार्य गर्नुभयो। अब सबैभन्दा अलिकति फेरि उहाँहरूसँगै फेरि काम गर्न पाए हुन्थ्यो भन्ने अलिकति सहज लाग्ने टिम चाहिँ यहाँको को रहनु भयो कलाकारहरूमा? सबैजनासँग काम गरिरहन पाए हुन्थ्यो भन्ने त सधैँ लागिरहन्छ होइन, सबैजना उस्तो हुन्छ। अब विशेष गरेर चाहिँ अझै काम गर्न कम भएको अझै काम गर्न लाग्नुहुन्छ भने राजेश दाइसँग फेरि काम गरिरहनुपर्छ, उहाँसँग चाहिँ सयौँ काम पुर्याउनुपर्छ भन्ने लाग्छ। अब यो कलाकारिता क्षेत्रकै फेरि त्यतै फर्क्यौँ, त्यही कुरा गरौँ। जुन यहाँले अब पहिला स्कुल पढ्दै गर्दा जुन सोच्नु भएको थियो म यो क्षेत्रसँग पुग्छु भनेर, जसरी कलाकारिता क्षेत्र चलचित्र क्षेत्रलाई हेर्नुहुन्थ्यो बुझ्नुहुन्थ्यो, अब त्यो क्षेत्रमा आफै प्रवेश गर्दाखेरि चाहिँ त्यो देखेको क्षेत्र र आफै प्रवेश गरेपछि त्यो अनुभव गरेको क्षेत्रमा चाहिँ कस्तो फरक रहेछ सर? यो क्षेत्र चाहिँ बुझिरहँदा चाहिँ अलिकति मेहनत गर्नुपर्छ, धैर्य गर्नुपर्छ भन्ने हो। यहाँ कुर्नुपर्छ, यहाँ अलिकति आजको भोलि हुँदैन, तत्कालै केही पाइँदैन, यहाँ अलिक लामो समय लाग्छ, अलिकति मेहनत गर्नुपर्छ अनि धैर्य धारण गर्न सक्ने क्षमता चाहिन्छ। अलिकति स्ट्रगल चाहिँ छ यो क्षेत्रमा जस्तो लाग्छ। पहिला जहिले मान्छे सोद्धाखेरि अब म तत्कालै नाम कमाउँछु तत्कालै दाम कमाउँछु भनेर यो क्षेत्रमा त्यस्तो सहजता छैन। दुःख गर्नुभयो, मेहनत गर्नुभयो, अलिकति तपाईँले धैर्य राख्नुभयो भने सम्भव छ जस्तो लाग्छ अहिले आएर। सो यही क्षेत्रमा लागेर यहाँ त निर्देशक हुनुभयो, अब कलाकार हुन चाहनेहरू अथवा यही क्षेत्रमा विभिन्न पाटाहरू हुन्छन्, यही विभिन्न पाटाहरूलाई नै समातेर यही क्षेत्रमा चाहिँ अगाडि बढ्छु, भविष्य बनाउँछु भन्दा सम्भव छ? एकदम राम्रो छ नि। अहिले हजुर देखिरहनु भएको छ त्यो टिकटकबाट आफ्नो कला क्षेत्र प्रवेश गरेर यहाँ आफ्नो नाम बनाइरहनु भएको कलाकार हुनुहुन्छ। अलावा आफ्नै दिनरातै अब मेहनत गरेर आफ्नो प्रोग्रामहरूमा विभिन्न आफ्नो कला देखाउनु एकदम राम्रो छ नि। अहिले यो समयमा चाहिँ तपाईँले आफ्नो कला देखाउने समय हो, सक्नुहुन्छ, राम्रो एकदम राम्रो छ। यसलाई सक्नुहुन्छ, आफूले मेहनत गर्न सक्नुहुन्छ, राम्रो काम देखाउने ठाउँ हो यो। यहाँलाई व्यक्तिगत रूपमा पछुतो चाहिँ लागेको छैन जुन यो क्षेत्रमा गरेर, होइन यो छोडेर म बरु बाहिर नेपाल बाहिर जान पाएको भए हुन्थ्यो अथवा अरू क्षेत्रमा लागेको भए हुन्थ्यो भन्ने कहिलेकाहीँ त्यो महसुस हुन्छ कि हुँदैन? त्यस्तो लाग्दैन। किन लाग्दैन भने अब म बच्चैदेखि यही क्षेत्रमा छु, अब त्यो जानलाई त त्यो बाहिर जान्छु या अरू काम गर्छु भन्दा त समय अझै छ नि त। अब यहाँ त यो क्षेत्रमा लागिरहँदा आफूले काम गरिरहँदा आफूले मन परेको विषय, आफूले रोजेको विषयमा त काम गरेर सबै कुरा आर्जन गर्न पाउनु हो, त्यो त अभाग्य नै हो नि। एकदम यो त मलाई त मनपर्छ, एकदम राम्रो लाग्छ। अब यहाँको योजना चाहिँ के छ त? अबको योजना भनेको गर्ने त म्युजिक भिडियो नै हो, अब सिनेमा नै हो होइन। अब यही क्षेत्रमा छु। अब यसलाई अलिकति अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने खाले, जस्तै नेपाल बाहिर रहेर बस्नुभएको नेपालीसम्म चाहिँ पुर्याउने, अझै अन्तर्राष्ट्रिय फेस्टिभलतिर भाग लिन सक्ने खाले सिनेमा बनाउनुपर्छ, म्युजिक भिडियोलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्छ भन्ने जस्तो लाग्छ। हजुर, अब हामी यो कार्यक्रमको यो सेगमेन्टको अन्त्यतिर नै आइसकेका छौँ। अब हामी एआई सेगमेन्टमा जान्छौँ। मैले अघि पनि भनिसकेको छु, एआईले नै यहाँलाई केही प्रश्नहरू सोध्नेछ र यहाँले पनि एआईलाई नै प्रश्न सोध्न सक्नुहुनेछ, अन्तर्क्रिया हुनेछ एआईसँग। तयार हुनुहुन्छ? हस्, धन्यवाद।